नमस्कार। लोक सेवा आयोग, शिक्षक सेवा आयोग तथा विश्वविद्यालय सेवा आयोगको तयारी गरिराख्नुभएका र सरकारी सेवामा प्रवेश गर्न चाहनेहरू यहाँहरू सबैलाई यस भिडियोमा हार्दिक स्वागत छ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला, भिडियो मन परेमा लाइक तथा सेयर गर्नुहोला, साथै लोक सेवा सम्बन्धी महत्त्वपूर्ण अपडेटको लागि लेसमा पिएससी हाम्रो फेसबुक पेजलाई फलो गर्नुहोला भन्ने अनुरोध गर्दछौँ। नेपालको सार्वजनिक वित्त व्यवस्थापनका अन्तर्निहित समस्याहरू के छन् उल्लेख गर्नुहोस् भन्ने 5 नम्बरको नमुना प्रश्न उत्तर लिएर हामी उपस्थित भएका छौँ। यसभन्दा अघिल्ला हाम्रा श्रृङ्खला हेर्नुभएको छैन भने हेर्नुहोला भन्ने अनुरोध समेत गर्न चाहन्छौँ। र आजको सामग्री सुरु गरौँ। 5 नम्बरको नमुना प्रश्न उत्तर अन्तर्गतको नेपालको सार्वजनिक वित्त व्यवस्थापनका अन्तर्निहित समस्याहरू उल्लेख गर्नुहोस् भन्ने सन्दर्भको सामग्रीबाट। सरकारको आय र व्ययको व्यवस्थापन गर्ने कार्य सार्वजनिक वित्त व्यवस्थापन हो। नेपालमा यसलाई व्यवस्थित गर्न कानुनी, संस्थागत, प्रणालीगत लगायतका व्यवस्था गरिए पनि आपसमा समन्वयको अभाव, इमानदारीताको अभाव लगायतका कारणले यो प्रभावकारी हुन नसकेको अवस्था छ। यसमा खास गरी योजना छनौट, बजेट तर्जुमा, राजस्व परिचालन, खर्च व्यवस्थापन, वित्तीय अनुशासन लगायतका अन्तर्निहित समस्या रहेका छन्, जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ भनेर लेख्नुहोला, अथवा यहाँ अन्तर्निहित समस्याहरू भनेर हेडिङ गराए पनि भइहाल्छ। वित्त व्यवस्थापनमा रहेका समस्याहरूको सन्दर्भमा सम्भाव्यता अध्ययन नगरिकनै आयोजना र बजेट स्वीकृति गराउनु एउटा समस्या, एकदमै ठुलो समस्या रहेको छ परियोजनाहरूको। त्यसै गरी दीर्घकालीन योजना र नीति विपरीत बजेट विनियोजन गरिने अवस्था रहेको छ। दीर्घकालीन सोच, मध्यमकालीन खर्च संरचना, आवधिक योजना लगायतका कुराहरूमा सामञ्जस्यता स्थापना गर्नुपर्ने हुन्छ, तर यो गरिएको अवस्था छैन। र हाम्रो राजस्व र कर प्रणाली पूर्वानुमान योग्य हुन सकेको छैन। एकदम धेरै राजस्व उठाउँछौँ भनेर लक्ष्य राखिएको हुन्छ, तर राजस्वको एकदम थोरै पर्सेन्टेज मात्रै उठ्ने गरेको छ, जसको कारणले गर्दाखेरि पूर्वानुमान योग्य हुन नसक्दाखेरि यसले अन्य खर्च प्रणालीमा समेत यसले प्रभाव पारिरहेको अवस्था छ। नतिजामा आधारित बजेट प्रणाली कार्यान्वयनमा आउन नसकेको अवस्था छ होइन, तथा कार्यक्रमको कार्यान्वयनको समीक्षा गरिँदैन र लक्ष्य र बजेट परिवर्तन समयमै गरिराखेको हुन्छ। आर्थिक वर्षको अन्त्यतिर बजेट रकमान्तर गर्नुपर्ने अर्को ठुलो समस्या रहेको छ र पुँजीगत खर्च गर्ने क्षमतामा कमी हुँदै गएको छ बिस्तारै। एक त पुँजीगत खर्च बजेट समेत थोरै छुट्याउने गरिएको छ। बजेटमा 4वटा शीर्षक अन्तर्गत छुट्याउने गरिन्छ। संघीयता लागू भएका मुलुकमा 4 र संघीयता लागू नभएका मुलुकमा 3। चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्था र वित्तीय हस्तान्तरण संघीयता लागू भएकामा 4 र संघीयता लागू नभएकामा चाहिँ वित्तीय हस्तान्तरण अथवा प्रदेश र स्थानीय तहलाई दिनु पर्दैन, त्यसकारण 3 यसरी वर्गीकरण गरिन्छ। त्यसमा पुँजीगत खर्च एकदमै नगर्ने, कम प्रतिशत विभाजन गरिन्छ, त्यो पनि पुरै खर्च नहुने अवस्था नेपालमा रहिआएको छ। विगत वर्षैदेखि नै यो समस्याको रूपमा रहेको छ। त्यसै गरी सार्वजनिक खरिद सम्बन्धी कानुनको कार्यान्वयनमा जटिलता देखिएको छ। सार्वजनिक खरिद ऐन 2063 र नियम 2064 रहेका छन्। त्यसको कार्यान्वयन एकदमै जटिल छ, बुझ्न पनि सजिलो छैन र सबै प्रकारका अफिसहरूले खरिद ऐन एकीकृत रूपमा कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको छ। सङ्घीय संरचना अनुसार खरिद ऐन परिमार्जन गर्नुपर्ने आवश्यकता समेत म देख्छु र परिमार्जन भएको छैन। सङ्घ, प्रदेश र स्थानीय तह सबैले त्यही ऐन 63 सालमा आएको खरिद ऐन लागू गर्नुपर्ने अवस्था रहेको छ। नेपालको वित्त व्यवस्थापन अन्तर्गत रहेका विभिन्न समस्याहरू यति नै भन्दा पनि धेरै छन्, तर 5 नम्बरमा सोधेको प्रश्न भएकाले तपाईँहरूले यति नै उत्तरमा उल्लेख गर्न सक्नुभयो भने यसले धेरै कुरा समेटेको छ भन्ने अनुरोध गर्दै हामीले यो सामग्री हाम्रो फेसबुक पेजमा फोटो फर्मेटमा राखिदिनेछौँ। तपाईँलाई आवश्यक परेमा लिन पनि सक्नुहुनेछ भन्ने कुराको अनुरोध गर्दै, च्यानलमा नयाँ भए सब्स्क्राइब गरिदिनुहोस् भन्ने अनुरोध गर्दै बिदा चाहन्छौँ। हवस् त, धन्यवाद, नमस्कार, टेक केयर।